Guys, welcome back. हामी पुरै हाइकर बनेर हामी यस्तो राम्रो ठाउँमा आएको छौँ. म्याजिकल प्लेस. If you have watched Harry Potter film, Harry Potter हेरेको छ भने चाहिँ you will know हैन. यो चाहिँ त्यो Harry Potter फिल्ममा के रे के भएको थियो अरे को कहाँ जान्थ्यो अरे ल म त्यो भएर आइपुगिसकेँ. माथि चढिसक्यौँ हामी. ब्याकग्राउन्डमा हेर्न सक्नुहुन्छ हामी हेर्छौँ. Look at that, Harry Potter. हेर्नुहोस् त यस्तो दामी चाहिँ. हिस्टोरिक पुल गाइस, हिस्टोरिक. यहाँबाट सुरु हुन्छ. कति डिस्टेन्स लामो छ चाहिँ मलाई थाहा छैन, तर इट्स भेरी क्वाइट लङ. त्यहाँसम्म छ. उता वरिपरि पनि साह्रै रमाइलो छ. हाइकिङको लागि बाटोहरू पनि छ जाने भएदेखि. मान्छेहरू पनि पुरै भिडभाड यस्तो छ है. तपाईँहरूलाई विश्वास पनि लाग्दैन होइन, यो कति वर्ष 100 वर्ष अगाडि बनाएको भनेर. यो सायद 150 वर्ष अगाडि बनाएको होला, तर त्यसको मजबुती, त्यसको रूप रोगन एभ्रिथिङ अहिलेसम्म मेन्टेन गरेर राखेको छ. हेर्नुहोस् यो ढुङ्गाहरू. यता पनि लेख्दो रहेछ नि यार यस्तो ईसा लभ्स खोइ के इन्डियनै आउँदो रहेछन् लेख्नु. क्रिस 2022 अरे. ढुङ्गामा लेखेको माया प्रति. यहाँ पनि लेख्दो रहेछ नि यतातिर पनि. हामी चाहिँ पुल पारी जानु लागेको नि त. नि गिरको रहेछ बाटो त खतम छ. पानी परेर देखाउँछ ल. बाटो हेर्ने हिलो किचिर किचिर रहेछ. अर्को जुत्ता लाएर आएको हुन्छ ल. पानी परेको छैन, तर यहाँनिर आफै चिसो हुँदो रहेछ. रसाउँदो रहेछ पानी होला. अनि हामी माथि यो पुल यताबाट छ. माथि गएको अर्को एङ्गलबाट हेर्नलाई मान्छेहरू यहाँ पर्खिरहेछ ट्रेन आउँछ कि भनेर. हेरौँ हामी कतिको भाग्यमानी छौँ. उतातिर फरेस्टहरू छ. भाग्यमानी रहेछौँ भनेदेखि हामीले पनि ट्रेन हेर्न पाउँछौँ भन्ने सोचेको छ. अब खै कतिको छ छैन थाहा छैन मलाई. सास फुलिसक्यो. माथि जाऊँ माथि. उता जाऊँ न उता टुप्पामा गएर सबभन्दा माथि टुप्पोमा गएर बेस्ट भ्यू पोसिबल खोजेर हेर्ने हो. यहाँ हेर्नलाई कम्ती टाढा देखाएको छ. हामी हिजो एक रात हामी सास फुल्यो एकछिन. यो बाहिर फेर्नलाई एक रात हामी बिचमा क्याम्पिङ रात बसेर लिड्सदेखि हिजो 4.5-5 घन्टा ड्राइभ गरेर त्यहाँबाट पनि यहाँनिर आज 3.5 घन्टाको ड्राइभ थियो. पुलमा यहाँ आउने बेला भयो क्या हो. थुप्रो मान्छेहरू पर्खिरहेछ. हामी पनि पर्खिने. कस्तो सास फुल्यो. यस्तो ठाडो उकालोमा कति देखाउँछु कहाँ आयो भनेर. ए यहाँबाट दामी देख्दो रहेछ नि त. पुरै कर्भ देख्दो रहेछ यहाँबाट चाहिँ. यत्रो माथि आएको अनि सास फुल्दैन. ऊ त झन् कहाँ खै कहाँ पुग्यो हो त्यो.
माथि पुगिसकेको छु to possible highest peak of the mountain. मै आइपुग्यो मान्छेहरू यहाँनिर मान्छेले बसेर सबै घाँस मारेर एक दुईवटा खिच्छ न यहाँबाट पनि हेर्नु यहाँबाटै यस्तो देखिन्छ यहाँबाट डाँडा काँडा सबै यस्तो छ रमाइलो सबै मेरो सास फुलेर भएन सबै फुइ फुइ सो गाइज यो चाहिँ भायाडक्ट भ्यू पोइन्टमा चाहिँ यस्तो इन्फर्मेसनहरू दिएको छ यो अब यो ट्रेन आउँदाखेरि चाहिँ खासमा यस्तो देखिन पर्ने हो अब ट्रेनै आएन अनि यतातिर अर्को मोनुमेन्ट पनि रहेछ अनि यहाँबाट भ्यू देख्छ यो पुलको यस्तो देख्छ यहाँबाटै ट्रेन आएको भए त दामी देखिन्थ्यो अब ट्रेन आएन ठिकै छ अब तपाईँहरूलाई कस्तो लाग्यो भन्नु है त एन्ड आई विल सी यु इन नेक्स्ट भिडियो बाई बाई